होइन, नबुझेको कुरो नि, चुनाव आउँदैछ, आफ्नो एजेन्डा राखेर बोल्ने होइन, आफ्नो तर्क दिने, भविष्यमा यस्तो गर्छु उस्तो गर्छु भन्ने आफ्नो ठाउँमा छ, ठिक छ। 5 वर्षमा देश यहाँ लान्छु, यस्तो गर्छु, होइन, जनतालाई यति सुविधा दिन्छु, यस्तो गर्छु, जे भन्दा पनि हुन्छ क्या, तर आफ्नो बारेमा बोल्नु पर्यो। तर यो त हाम्रो देशमा त के भएको, सबै एक अर्काको कुरो मात्रै काट्छन् त। यसको कुरो उसले काटेको छ, उसको कुरो उसले बोल्दै नहुने उसले काटेको छ। एउटै मान्छे देखे जसले कुरै काट्दैन, 2 मिनट 3 मिनट बोल्छ, सठिक बोल्छ, आफ्नो जहाँ जुन ठाउँमा जान्छ त्यो ठाउँको बारेमा बोल्छ, सक्यो, जनता खुसी नै छ नि त। अनि कुरो काट्दै हिँड्नुपर्ने चाहिँ कहाँ लेखेको छ र? कुरो काट्दै हिँड्नु भनेको प्रचार गर्दै हिँड्नु हो? तपाईँको आफ्नो पार्टीको प्रचार गर्दै हिँड्नुलाई कुरो काट्दै हिँड्नुलाई भन्छ? अचम्म छ यार, बुझ्नु छैन? आफ्नो एजेन्डा केही नभएपछि मान्छेले कुरो काट्दै हिँड्ने हो? आफ्नो एजेन्डा प्रस्तुत गर्नु न त्यहाँ।